हाई एभ्रिवान नमस्ते। सो वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। सो अहिले चाहिँ भने म चाहिँ उठेर नुहाइधुवाइ गरेर चाहिँ पूजा गर्नु आँटेको। भाइले चाहिँ मलाई हिजो नै ल्याइदिएको यो प्रसादहरू हो, अन्त यो फ्रेम पाथिभरा माताको फ्रेमहरू पनि। अनि म चाहिँ हिजो चाहिँ मासु खाएको थिएँ, त्यो भएर मैले चाहिँ छुइनँ। अनि अहिले बिहान चाहिँ उठेर नुहाएर चाहिँ अनि यसरी पूजा मजाले गरेको छु है। अनि यहाँनिर हेर्नुहोस् यो पनि ल्याइदिएछ भाइले होइन, अन्त यसलाई पनि मैले यहीँ झुन्डाइदिएँ। र अब चाहिँ मैले फुलहरू चाहिँ बाहिर राखेको थिएँ होइन, अघि टिपेर ल्याएर चाहिँ यहाँनिर ग्लासहरू पनि धोएर अघि राखिरहेको थिएँ। अब चाहिँ म पूजा गर्नु स्टार्ट गर्छु साथीहरू है। यहाँनिर चाहिँ प्रसादहरू सबै छ है भाइले ल्याइदिएको। मैले चाहिँ पूजा पनि गरिसकेँ साथीहरू, यहाँनिर देख्न सक्नुहुन्छ है। यसरी पूजा गरिसकेँ। अनि यो चाहिँ मलाई एकदमै बेसी मन पर्यो। अनि मैले मातालाई चाहिँ यहाँ माथि राखेको छु, यो थानको माथिबाट। अनि यसलाई चाहिँ म यो मजाको जग्गामा राख्नेछु। आज चाहिँ मलाई एकदमै बेसी शान्ति लागिरहेछ, किनभने चाहिँ पाथिभरा नगए भए पनि गएको जस्तै फिल भइरहेछ मलाई चाहिँ। किनभने भाइले सबै प्रसादहरूदेखि लगेको माताको फोटोहरू सबै ल्याइदिएछ नि त, त्यो भएर। अन्त यहाँ चाहिँ मैले नानीलाई पाथिभराबाट ल्याएको टिका लगाइदिँदैछु है। हिजो चाहिँ हामी पूजा गरिनँ, किनभने चाहिँ मासु खाएको थियौँ नि त, त्यो भएर। पूजाहरू पनि गरिसकेँ, अब चाहिँ खाना बनाउनुपर्छ छिटो छिटो, नत्र छोरीलाई ढिलो हुन्छ। अनि यहाँ चाहिँ प्रसाद र यो सुङ्दी चाहिँ यसरी उब्रेको छ है। अब कोही आयो भने चाहिँ म लगाइदिन्छु। अहिले चाहिँ भने मेरो बुढा पनि ठिक्कै आउनुभएछ, अन्त मैले बुढालाई चाहिँ टिकाहरू लगाएर सुङ्दीहरू लगाएर चाहिँ ढोगेँ। अनि आफूभन्दा ठुलोलाई चाहिँ हाम्रो चाहिँ टोक्ने चलन छ नि त। मैले चाहिँ खानाहरू बसिसकेर चाहिँ यहाँ माथि फुलहरू हेर्नु आएको के कस्तो भयो भनेर। अन्त यहाँ चाहिँ यो अस्ति माडी देख्थ्यो होलीको बेलामा, अहिलेसम्म नै आएको छैन। यसरी झ्यामझ्याम आएको थियो, सबै चुट्टाइदिएर चाहिँ यस्तो भएको छ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो दल चाहिँ यो प्लान्ट हो हेर्नुहोस्। अनि यहाँनिर चाहिँ मैले पदिनाहरू पनि रोपेको छु। अनि खोर्सानीको दल भित्र आएर हेर्दाखेरि त छोरी त रेडी भइसकिसकेको रहेछ। अनि अलिकति टाइम नमिल्दा चाहिँ बाबाले मिलाइदिनु भयो। छोरीलाई स्कुल पठाएर चाहिँ म चाहिँ ड्युटी पनि लागेँ साथीहरू। ड्युटी त यहीँ हो, आइपुगिहाल्छु है। यो चाहिँ मेरो ड्युटीको बाल्कनी हो। म चाहिँ ड्युटी सकेर आएर ब्रेकफास्ट गर्नु आँटेको छु साथीहरू। यहाँ देख्न सक्नुहुन्छ चाउमिन छ मेरो ब्रेकफास्टमा चाहिँ। र यसमा चाहिँ मैले यो खोर्सानी लगाएर खान्छु। यो खोर्सानी चाहिँ भुटेर चाहिँ यसमा लसुन तिलहरू सबै लगाएर पिसिदिनु भएको छ मेरो बुढाले। अनि म चाहिँ चाउमिन खानुतिर लागेँ साथीहरू। एकदमै टेस्टी भएको थियो, यहाँ देख्न सक्नुहुन्छ। र तपाईँहरू कसको फेभरेट हो चाउमिन चाहिँ भन्नुहोस् है कमेन्टमा। ल त साथीहरू भेट्दै गरौँ नेक्स्ट भिडियोमा। सो अहिलेलाई चाहिँ बाई सबैजनालाई, हेभ अ नाइस डे।